देश अब ठूला कुरा होइन काम हेर्न चाहन्छ। कुलमान घिसिङले एकपटक नेपालमा लोड सेडिङको अन्धकार हटाएर उज्यालो ल्याएका छन्। अब ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय सम्हालेपछि पनि उनले कामले नै जवाफ दिएका छन्। हेर्नुहोस् उनले के गरे। नवीनतम यान्त्रिक प्रविधिबाट भूमिगत जलस्रोत प्रयोग गरी सर्लाही र रौतहटमा 22,500 हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य। 500 डिप ट्युबवेल निर्माणका लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्ने निर्णय। अब मधेसका किसानहरूले वर्षभरि पानी पाउँछन्, फसल बढ्छ, समृद्धि आउँछ। रानी जमरा कलरिया जस्ता बहुउद्देश्य आयोजनाबाट बिजुली उत्पादन हुँदा किसान र उपभोक्ता समितिलाई नै लाभ र लगानी सुनिश्चित गर्ने नीति। अध्ययन समिति गठन गरी प्रतिवेदन तयार, अर्थ मन्त्रालयमा रायका लागि पठाइयो। कुलमानले किसानलाई पनि साझेदार बनाउँदैछन्। 3. कृषि योग्य जमिनमा सौर्य ऊर्जा नबनाउने तर नहरमाथि सौर्य प्लान राखेर बिजुली उत्पादन गर्ने नीति। अब राजनीतिक प्रभाव होइन, योग्यता र पारदर्शिता। 5. 23वटा रुग्ण ठेक्का मध्ये 22वटाको सम्झौता अन्त्य प्रक्रिया अगाडि बढ्यो। अब ढिला सुस्ती गर्ने ठेकेदारलाई छुट छैन। 6. सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था। इमेल वा क्युआर कोडबाट सिधै मन्त्रीज्यूलाई सुझाव वा गुनासो। जनतासँग जोडिएका नेता यस्तै हुन्छन्। 7. राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्जन आयोजनामा निर्माण व्यवसायीले प्रगति नदेखाएपछि ठेक्का अन्त्य, नयाँ ठेक्का प्रक्रिया सुरु। अब ढिलाइ होइन, गति। यो हो कुलमान घिसिङ, कुरा होइन काम गर्ने व्यक्ति। लोड सेडिङ अन्त्य गरे जस्तै अब ऊर्जा, जलस्रोत र सिँचाइमा पनि क्रान्ति ल्याउँदैछन्। देशलाई यस्तै कर्मठ, इमान्दार र जनमुखी नेतृत्व चाहिन्छ। अब तपाईको मतले फेरि उज्यालो र समृद्ध नेपाल बनाउन सकिन्छ। धन्यवाद।